200 बाख्रा जङ्गलको बिचमा पालेर बस्नुभएका नवीरको कथा आज हामी यस भिडियोमा देखाउँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। स्वागत छ। नमस्ते। नमस्ते। सन्चै आरामै हुनुहुन्छ? हजुर। 200 बाख्रा जङ्गलको बिचमा पालेर बस्नुभएको छ। हजुर। वरिपरि पुरै जङ्गल देखिन्छ होइन? राति सुत्ती पनि यही हो? यही हो सुत्नु। बाख्रा बस्ने कहाँ फेरि? बाख्रा यही त्यस्तै साह्रै खुल्ला यस्तो जङ्गलमै? हजुर। जङ्गलमा त बाघको अलिकति आक्रमण हुन्छ पनि भन्ने सुन्छौँ फेरि। हजुर। कुकुर छन्। ए कुकुर छन् फेरि? कुकुरले गर्छन्। दिउँसोमा हामीले गर्नु पर्यो, बेलुकामा कुकुरले। ए दिउँसोमा हजुरले हेर्नु पर्यो, हजुर। रातिमा कुकुरले हेर्छ है? हजुर। पछि राति यहीँ जङ्गलमै बस्छन्। हजुर। त्यस्तै। दिउँसो फेरि कहाँ लानुहुन्छ? दिउँसो त्यताबाट चरान पर धुरीमा नि लाग्नु। ए मा धुरीमा हो? धुरीतिर लाग्नुपर्छ। लगभग त्यहाँ माथि पुग्न त 2-3 घन्टा लाग्छ होला। लाग्छ, धेरै लाग्छ तपाईँको। अत्रो धेरै लाग्छ है? यो त देखेँ यहाँदेखि उता फेरि झन् उता धेरै धुरी छ। ए अर्को धुरीमा पुग्नु पर्यो? हजुर। योभन्दा अझ धेरै छ। ए होइन? 200 बाख्रा छन्, अब वरिपरि घाँस पनि छैन होला होइन? कम माथि लानु पर्यो होइन? अनि हिँड्नु पर्यो सँगसँगै फेरि। कारण हजुरले चाहिँ कक्षा 7 मा पढ्दै छोडेर होइन बाख्रा पालन थाल्नुभयो। एउटा सानो युवा होइन 7 मा पढ्दै गर्दा होइन कहाँबाट सोच आयो तपाईँलाई यसरी बाख्रा पाल्छु मैले भनेर चाहिँ? मनैदेखि चाहिएर गरेको मैले। न त अब गाउँका मान्छेले दिनदिन रमाइलो गरेको पनि भने सुरुमा होइन? हजुर सुरुमा। त्यस पछाडि गर्दै गयो। सुरुमा मैले 16वटा थिएँ, बिस्तारै थोरै थप्दै गएको। सुरुमा 16वटा थिए होइन? हजुर। ठुलो लगानी गर्नुहुन्न क्या एमा। तपाईँको एकैचोटि 5 लाख 6 लाखको बाख्रा किन्न आन्छौँ भन्छन्, त्यस्तो नगर्नु होला। के गर्नुपर्छ नि? सुरुमा तपाईँले 10-12टा 15-16टाबाट 4-5टाबाट स्टार्ट गर्नुहोस् के। ए हजुर। सानो लगानी धेरै सङ्घर्ष गर्नुहोस्। एकैचोटि गुवाममै खान्छ भन्दा फेरि वाक्नु पर्ला फेरि। सुरुमा सानो लगानीबाट गर्नु होला। भन्नुहुन्छ भने साथीभाइले मलाई नि बाख्रा दे 3 लाख 4 लाखको 5-6 लाखको भन्छन् होइन, तर थोरै बात गर्नुहोस् कि। भुलबिहान होइन, हामीले त अब भोगेको कुरा भन्ने हो। अब त्यो त तपाईँहरूको विचार हुन्छ होइन? 12 वर्षको अनुभव छैन? हजुर। अहिले 13-14 वर्ष हुनु लाग्यो। 14 वर्ष हुनु लाग्यो। जङ्गलको बिचमा बस्नु भएको छ होइन? एउटा युवा पनि हुनुहुन्छ भर्खरको 25-26 वर्षको होइन? अनि अस्ति पनि हामीले भिडियो हालेका थियौँ तपाईँको, धेरैले हेर्नु भएको थियो। उहाँको तपाईँको काम धेरैले मन पराउनु भएको थियो। युवा भएर यसरी काम गर्नु भएको छ होइन? जङ्गल डुल्नु भएको छ होइन? एउटा आजभोलि यस्तो काम खासै कसैले गरेको पाइँदैन होइन? उहाँले सम्मान गर्नुपर्छ, सबैले साथ सपोर्ट गर्नुपर्छ भनेर धेरैले भन्नुभएको थियो होइन? कस्तो लाग्छ तपाईँलाई यसरी होइन सबै साथ सपोर्ट गर्दै गर्दा होइन? यसमा दुःख पनि निकै छ होला, फेरि दुःख पनि छ होइन? यो हामी आएर भिडियो खिचेर हाल्दै गर्दा पनि एउटा सामान्य रूपमा गर्नुभएको छ भनेर भन्नु र त्यसमा गर्नुहुन्थ्यो कि निकै गाह्रो पनि छ होला होइन? के छ हजुरको 12 वर्षको अनुभव के छ नि त्यस्तो? यस्तै छ। अब सबैजनाले माया गरिदिनुहुन्छ। अरूले मलाई पनि होइन अब देख्न मन लाग्यो भने मेरो पनि अब टिकटक आइडी अहिले यसपालि नयाँ छ, नवीर घरतिमर छ, त्यहाँ गएर सो मलाई यसो राम्रो लाग्छ नि, यसो फलो गरिदिनु होला होइन? फेसबुक आइडी मेरो नवीर घरतिमर, त्यहाँ जोड्नु, मेसेन्जरमा जोडिनु होला। सानैदेखि दुःख गरेको तपाईँको उता फिल्मको कहानी भन्छ कि दुःखको कुरा गर्ने, मैले चाहिँ सानैबाट दुःख पाइयो। अनि त्यस्तै हो मेरो फेरि बा फेरि अब हामी साना हुँदा अलि होइन त्यस्तै हुनुहुन्थ्यो कि अलि मेन्टल टाइपको, बिचमा मेन्टल भएर हिँड्दैन। अनि हामी चाहिँ सानै थियौँ। मेरो आमाले पनि धेरै दुःख पाउनुभयो होइन? धेरै गर्नुभयो आमाले पनि। अब त्यही हो, तपाईँ मेरो बात त्यस्तो गरेर हिँड्थेँ होइन? त्यस्तो मेन्टल गरेर भोकै होइन, रुँदै बाख्रासँग भोकै पनि रुँदै नै कति ठाउँमा जङ्गलमा एक्लै सुत्तो अब यस्तै गरेर होइन? दुनियाँले अब त्यो टाइममा तपाईँको कसैले पनि साथ दिँदैन कि जम्मैले खुट्टै तान्न खोज्छ कि यो त्यसलाई अझ उयो गरौँ भन्ने। भोकै हिँड्नु पर्यो होइन? जिन्दगीमा होइन प्रगति गर्नु छ भने कहिले पनि आफ्नो बाटो नछोड्नुहोस्। मलाई सुखसँग मतलब छैन, मलाई दुःखै मजा आउँछ। दुःखमा आनन्द होइन? धेरै सानोमा धेरै दुःख गर्नुभयो? सानै धेरै दुःख गर्यो तपाईँको। अब दाइ पनि सानै, हामी नै सानै, अनि अब त्यस्तो हुँदाखेरि त अब दुःख त भइहाल्छ। अहिलेको विगतको गएको कुरा अझै पनि सम्झिन्छ होइन? त बिर्सिन्न मैले अझै पनि एकान्तमा बसी सोच्दा मेरो आँखाबाट आफै आँसु आउँछन् कि त के गर्ने, मान्छेका गीत रुनु भएन हुन्छ कि धेरै दुःख पाइयो होइन? हजुर। त्यो बेला है मान्छेले त्यो नराम्रो नजरले हेर्दै हेर्छ कि होइन? भन्छ नि ओह्रालो लागेको मृग हो कि ओह्रालो लागेको मृगलाई बाछाले पनि खेर्छ भन्छ नि, त्यस्तै हो कि मान्छेलाई सुरुमा होइन? हजुर। त्यस्तो आजभोलि त ठिक छ। भाइहरू नि ठुला भइसक्यो, दाइ पनि ठिक छ। सङ्घर्ष चाहिँ गर्नुपर्छ, आफ्नो बाटो छोड्नुहुन्न होइन भन्ने कुराहरू सन्देश दिनुभयो।
अहिले चाहिँ बाख्रा 200 हालेर पाल्नु भएको छ होइन। अब यिनलाई अब कति बेला लानुहुन्छ चराउन? तपाईँको अब 12 बजे छोड्ने लामो दिन्छ। 12 बजी लानुहुन्छ होइन। अनि कुकुरसँगै जान्छ? हजुर कुकुर नि जान्छ। कहिले पनि हार नखानु होला होइन। मान्छेको जिन्दगी एक दिन मरेर जाने हो। हाम्रो यो ज्यान भनेको त के भन्छ यस्तै हो कि जति काम गरे उति हुन्छ होइन। तपाईँ जति बस उति त बैलर कुखुरा जस्तो हुने कि ज्यान जस्तो बनायो उस्तै हुने हो। अनि हर्का सम्पाङ हस्तो गर्नुहोस् कि तपाईँहरू त्यति काम गर्नुहोस् त्यति इनर्जी लिनुहोस् कि युवा भएपछि 24-25 वर्षको युवा होइन जङ्गलको बिचमा आफ्नो भविष्य देखिरहेको छ होइन। यो भन्दै गर्दा त अरू मान्छेहरूलाई हाँस पनि लाग्छ होला। हजुर 25 वर्षको युवाले जङ्गलमै भविष्य देखेर बाख्रा पालेर बसेको छ। यो भन्दै गर्दा कसैलाई हाँस पनि लाग्छ होला। बक्स धेरै बक्छन् हुन्छ नि के जङ्गलमा बाख्रा बेला भन्छन् कसैले के भन्छन् कसैले के भन्छ त्यस्तै हो। अब मैले कोहीको कुरा सुन्दैन है। आफ्नै कुरामा खुसी हुनुहुन्छ, आफ्नै लक्ष्यमा अगाडि बढ्नु भएको छ। विदेश गए पनि के त्यहाँ गएर जिजु बाजे गएर कमाएर राख्दैछ र ला बाबु ल तेरो बा आमाले दुःख पाक्छ ला भनी दिन्छ र दिन्न नि त्यहाँ त खुरपैसिना बगान पर्यो नि है। जिजु बाजेले यत्रो मेरो छोरा नातिलाई होला भने जङ्गल माथि तुरी फापर उडायो भने गर्दैछन् है। तपाईँको सब बाजु होइन अहिले तल गाउँमा पनि सब खेती बाजु छन्। सिस्टम के आयो त भन्दाखेरि तपाईँको बुढा विदेश जाने बुढीले बुढाले पैसा भने बुढीले 1 खता चामल किन्नु सिरानमा राख्यो त्यसै मोबाइल टिकटक गरेको छ। इन्डियाबाट चामल रोकिँदाटिकै धेरै होइन 1-2 हप्ता मान्छेले त आटो देख्दा नाक रुचाल्छ भात चारेको छ। इन्डियाबाट नाका बन्दी हुँदा बित्तिकै भोकमरी हान्दा बित्तिकै बल्ल बाजा खेतहरू त सम्झेला नि।